स्वागत छ फेरि पनि हजुरहरूलाई आजको मेरो न्यू डे न्यू मिनी ब्लगमा। आज फेरि पनि म हजुरहरूकै आग्रह अनुसार फेरि पार्ट 2 मिनी ब्लग लिएर आइसकेको छु। धेरै धेरै धन्यवाद सबैजनालाई मेरो हिजोको ब्लगलाई धेरै माया गरिदिनु भएकोमा। अझै पनि हजुरहरूले साथ सपोर्ट सल्लाह दिँदै लाइक सेयर कमेन्ट गर्दै जानुहोला। मेरो हौसला पनि बढ्नेछ हैन साथीहरू। मेरो काम चाहिँ केही पनि छैन, हजुरहरूलाई मैले फर्स्ट ब्लगमै भनिसकेको छु। मेरो ब्लग स्टार्ट हुने भनेकै खाने बेला मात्रै हो, किनभने अरू बेला म जहिले नै सुतिरहेको हुन्छु। म चाहिँ जबलेस हो, काठमाडौँमा बस्छु, रुम भाडा पनि तिरेको छैन, अब निकाल्छ होला। जस्ट किडिङ है साथीहरू। तर म चाहिँ अलिकति बिरामी थियो नि त हिजो अस्तिदेखि नै, त्यही भएर अलिअलि फ्रुट खान थालेको छु मैले। यस्तै रहेछ, एक्लै बसेपछि खाना खान मन पनि लाग्दैन, खाना बनाउन अल्छी लाग्छ, खाना खान मन लागेर मात्रै नहुने रहेछ साथीहरू। घरमा आमा बुबालाई दङ्ग्याएको जस्तो नहुने रहेछ। अब पर्सि मेरो मम्मी आउँदै हुनुहुन्छ, अनि त्यसपछि टाइममा खाना औषधि खाएपछि म चाँडै निको हुन्छु। साथीहरू हजुरहरूले चिन्ता देखाइदिनु भएको थियो अघिल्लो भिडियोमा। चिन्ता गर्नु पर्दैन, हजुरहरूको मन जो सकुशल छु। डे बाई डे म हजुरहरूकै लागि मेरो डेली लाइफको मिनी ब्लग लिएर आउने नै छु साथीहरू। हजुरहरू पनि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै मेरो यो ब्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु है मैले। अब खाइसकेपछि मेरो कामै हुँदैन फेरि। अब एकैचोटि बेलुकाको खाना खाने बेलामा हुन्छ, तर म बेलुका चाहिँ बनाउँदिनँ है साथीहरू ब्लग, किनकि अब बेलुका त अँध्यारो हुन्छ, मुड पनि अफ हुन्छ, यस्तो निन्द्रा लागिरहेको हुन्छ के दिनभरि सुते पनि। बुझ्नु न हजुरहरू यार बाबै छ्या। मलाई जब खोज्दिनँ साथीहरू, 10-11 बजीदेखि 3-4 बजीसम्म छुट्टी हुने अनि 20,000 स्यालेरी हुने जब चाहियो कि मलाई। नत्र त गाडी भाडै तिरेर सकिन्छ साथीहरू, के गर्नु। काठमाडौँको ठाउँमा खानु पर्यो, बस्नु पर्यो, घुम्न जानु पर्यो। हामी त अझ घुम्न जाँदैन भनौँ न। घुम्न जाने रमाउनेहरूको लागि त बाहिरै जानुपर्छ साथीहरू भन्न चाहन्छु। म चाहिँ अब बाहिर साहिर कतै पनि जाने सोच छैन अहिलेसम्म। अब म चाहिँ अब एउटा सुगर ड्याडी खोज्दैछु। अब यो मङ्सिर खेर फाल्न हुँदैन जस्तो लागिरहेछ मलाई बाबोई। ल त साथीहरू म त ब्लग अन्त्य गर्छु है, कति मिनटको हो छ्या, यस्तो अल्छी लाग्दो छ भने ब्लग इन्ड गर्छु त भनिहालेँ साथीहरू होइन। तर के गर्नु, ब्लगको टाइमिङ अझै बाँकी रहेछ। मैले टाइमिङ हेरेको थिएन हेरे फेरि के थिएन अरे। हेर्नु न यो मान्छे कति राम्रो हो, कति राम्री, कति क्युट, कति तारिफ के छन् है मान्छेहरूले। तारिफ पनि किन गर्दैनन् होला यति राम्री मान्छेहरूको लागि। मलाई त रिस उठ्छ नि फेरि। अब चाहिँ कमेन्टमा राम्रो कमेन्ट गर्नु है साथीहरू। एउटा नराम्रो कमेन्ट गऱ्यो भने त घरमै आएर छिनालिदिन्छु फेरि घन्टी। ल साथीहरू अब ब्लग एन्ड गर्छु, मेरो काम छ। अब म त करोडौँको बिजनेस गर्ने मान्छे। बाई बाई साथीहरू, फेरि भेटौँला।